उज्यालो र आत्मनिर्भर अर्थतन्त्र कसरी बनाउनुहुन्छ, त्यो बनाउनलाई चाहिने बजेट कहाँबाट ल्याउनुहुन्छ, विदेशसँग कस्तो नीति राख्नुहुन्छ, भ्रष्टाचार शून्य त बनाउनु भन्नुभयो, कसरी बनाउनुहुन्छ, यसका ठोस उपायहरू के छन्? सुसंस्कृति राजनीतिक अभ्यास गर्ने त भन्नुभयो। जब तपाईँ प्रतिशोध साध्नलाई बसिरहेका मान्छेहरू एकता गरेर अगाडि बढ्ने सोचिराख्नु भएको छ, तब यसको अभ्यास कसरी गराउन सक्नुहुन्छ? यो प्रश्न मेरो मनमा मात्र होइन, कति नेपाली आम नेपालीको मनमा उब्जिरहेको छ। नमस्ते साथीहरू, मेरो नाम दियोस जोशी। आजको यस भिडियोमा नेपाली जनताले चाहेको 3 जना नेसनल हिरोको राष्ट्रिय गठबन्धनलाई लिएर थोरै बोल्न मन लाग्यो र यो भिडियो बनाएको छु। राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन, रवि र कुलमान, तीनैजना नेपाली जनताको चाहना बमोजिम एकताबद्ध भइसकेका छन् र नेपाललाई उज्यालो आत्मनिर्भर अर्थतन्त्र बनाउने र डेलिभरीमा आधारित राजनीति गर्ने बाचा पनि गरिराख्नु भएको छ। तर यति गरिराख्दाखेरि विगतका पार्टीहरू यसरी नै उदय भएका थिए र यसरी नै बाचा गरेका थिए। यो कुरा भने हामीले पक्कै पनि भुल्नु हुँदैन र भुलिसकेका छैन। सुरुमा यी तीनैजनाको छोटकरी परिचय दिउँ। सुरुमा बालेनको परिचय। बालेन किनै अद्वैय ठिटा हुन् जसले नेपाली पत्रकारहरूले शहरी विकासमा आधारित प्रश्न सोद्धाखेरि ठोस उत्तर दिएर नेपाली जनताको मन जितेका थिए। जतिखेर नेपाली राजनीतिमा पुराना दलहरूको हावी भइरहेको थियो, स्वतन्त्र व्यक्तिले जित्छ काठमाडौँको मेयर जस्तो पद भन्ने कसैले कल्पना गरेको थिएन। त्यतिखेर काठमाडौँको मेयर जितेर एकाएक चर्चामा आएका व्यक्ति हुन् बालेन शाह। पछि दिक्क भएर कहिले यी नेताहरूलाई टुक्कोचामा लगेर गाडी दिनुपर्छ, कहिले सिंहदरबार जलाइदिनुपर्छ भन्ने जस्ता अभिव्यक्ति दिएर चर्चामा आइरहेका व्यक्ति हुन् बालेन शाह। टिभी होस्ट, जसले टिभी होस्ट भएर पनि जनताका समस्याहरू समाधान गरेर एकाएक चर्चामा आएका व्यक्ति हुन् रवि लामिछाने। पछि राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर त्यही पार्टीबाट नयाँ शक्तिको रूपमा उदय भए। पछि सहकारी ठगी केस लागेर जेल परेका व्यक्ति हुन् रवि लामिछाने। उज्यालो नेपालका जन्मदाता कुलमान घिसिङ, जसले नेपाललाई पहिलोचोटि लोड सेडिङ मुक्त गराएका थिए। विभिन्न विवादमा फसे पनि नेपाललाई उज्यालो र आत्मनिर्भर बनाउनुपर्छ भन्ने ठोस उद्देश्यका साथ अगाडि बढेका व्यक्ति हुन् कुलमान घिसिङ। र यिनीमाथि पुराना राजनीतिक दलहरूले प्रतिशोध साध्यो भन्ने नेपाली जनताको बुझाइ छ। सुरुमा कुरा गरौँ यिनीको पार्टी एकता र यसको उद्देश्यबारे। तिनैले उज्यालो र आत्मनिर्भर अर्थतन्त्र बनाउने, डेलिभरीमा आधारित राजनीति योग्य प्रणाली बनाउने, भ्रष्टाचार शून्य बनाउने, आर्थिक र सामाजिक समुन्नति ल्याउने, 10 वर्षभित्र नेपाललाई मध्य आय भएको सम्मानजनक राष्ट्र बनाउने र नेपाली जनताको चाहना बमोजिम बालेनलाई भावी प्रधानमन्त्री बनाउने ठोस नाराका साथ यिनीहरूले पार्टी एकता गरेका छन्। तर पार्टी एकता गर्नुको पछाडि रहेको एउटा अर्को कारण पनि हेरौँ। अब कुरा गरौँ एनका घोषणा नगरिएका उद्देश्यहरूबारे। जुन पुराना दलहरूले खुलेआम यिनीहरूमाथि प्रतिशोध साधेका छन्, त्यसको बदला लिने, जेनजी आन्दोलनको फाइदा उठाएर सत्तामा पुग्ने, देशको बागडोर सम्हाल्ने। रविको कुरा गरौँ भने रवि जेनजी आन्दोलनको फाइदा उठाएर एकाएक कारागारबाट निस्किन खोजेका थिए, तर जेनजीले उल्टो यिनीमाथि प्रश्न उठाएपछि फेरि कारागार जान पुगेका थिए। र बालेन शाहको कुरा गरौँ भने
आन्दोलन भड्काएका थिए, तर आन्दोलनमा पानीले आगो निभाउन भने गएका थिएनन्। कम बोल्ने र पुराना गरेका भाषाहरूलाई नटेर्ने अटेरी बालेन भनेर कति मानिसहरूले प्रश्न उठाइरहेका छन्। कुलमानको कुरा गरौँ भने पुराना दलहरूले प्रतिशोध साधेर यिनलाई बोर्डको अध्यक्षबाट निकालेका थिए। तिनैको बदला लिन एकाएक मन्त्री बनाइदिएपछि फिल्डमा उत्रेका थिए। अब यिनको हरकतहरू हेरौँ भने प्रतिशोध साध्दैनन् भन्ने कुनै आधार छैन। देशलाई सुशासन युक्त बनाउन अहंकार र प्रतिशोधको भावना होइन, सुशासन र सुसंस्कृतिको भावना जगाउनु जरुरी छ। यो कुरा हामी सबै नेपालीले बुझ्नु पनि जरुरी छ। यिनीहरूले जुन देशलाई विकास गर्छौं हामी, अब पुराना दलहरूले कुनै लछारपाटो लाउन सकेनन्, हामी लगाउँछौं भनेर जुन घोषणा गरिराख्नु भएको छ, यिनका आधारहरू के हुन्? आम नेपालीहरूले हामीहरूले प्रश्न भने पक्कै गर्न बिर्सिनु हुँदैन। देशको विकास गर्छु, उज्यालो र आत्मनिर्भर बनाउँछु त भनिराख्नु भएको छ। त्यसका आधारहरू के हुन्? शहरी विकास कति गर्नुहुन्छ? कृषि विकास कति गर्नुहुन्छ? औद्योगिक विकास कति गर्नुहुन्छ? कसरी गर्नुहुन्छ? बजेट कहाँबाट ल्याउनुहुन्छ? विदेशी नीतिको आधारमा चल्ने हाम्रो जस्तो गरिब मुलुकमा वैदेशिक नीति कस्तो राख्नुहुन्छ? कुन देशसँग कस्तो सम्बन्ध राख्नुहुन्छ? विदेशीको स्वार्थमा पर्नुहुन्छ कि हुँदैन? त्यहाँबाट कसरी उम्किनुहुन्छ? चलाखी उपाय के छ? भनिराख्नु भएको छ भ्रष्टाचार मुक्त बनाउँछु। जब शहर शहरमा, गल्ली गल्लीमा, टोल टोलमा, नेताको घर घरमा, सरकारी कार्यालय कार्यालयमा भ्रष्टाचार खुल्लेआममा भइरहेको छ, एकाएक शून्यमा कसरी जानुहुन्छ? कुन कुन उपायहरू छन्? कस्तो कस्तो निकायहरूलाई खटाउनुहुन्छ? कस्ता कस्ता व्यक्तिहरूलाई खटाउनुहुन्छ? नातावादको प्रश्न तपाईमाथि नै उठिरहेको बेला कसरी भ्रष्टाचार मुक्त बनाउनुहुन्छ? देशलाई 10 वर्षभित्र कमसे कम आय भएको आत्मनिर्भर देश बनाउने भनिराख्नु भएको छ। यही भनिराख्दाखेरि प्रचण्डले कुनै बेला एसियाको, दक्षिण एसियाको पहिलो मुलुक बनाउँछौं, स्विजरल्यान्ड जस्तै पनि बनाउँछौं भनेर भाषण गरेको कुरा नेपाली जनताले बिर्सेका छैनन्। कमसे कम आय भनेको कति? यो बनाउन के गर्नुहुन्छ? रोजगारी सृजना ठोस रूपमा कसरी सृजना गर्नुहुन्छ? म मन्त्री भएकै दिन म आफै विदेशमा गएर नेपाली जनताहरूलाई तानेर ल्याउँछु भनिराख्नु भएको रविजी, तपाईले गृह मन्त्री हुँदाखेरि दिएको यो गैर जिम्मेवारीपूर्ण उत्तर पनि नेपाली जनताले बिर्सेका छैनन्। तपाईमाथि प्रश्न नउठाउने बाटो तपाईले छोड्नै भएको छैन। अब जाउँ निष्कर्षतर्फ। पुराना दलहरूभन्दा तपाईहरूलाई नै हामी यो पटक विश्वास गर्छौं। तपाईले भने जस्तै देश शून्य भ्रष्टाचारमा जानुहोस्, सुशासन युक्त आत्मनिर्भर नेपाल बनाउनुहोस्, राजनीतिक प्रतिशोधको भावना होइन, राष्ट्रिय उन्नतिको भावना लिएर अगाडि बढ्नुहोस्। पुराना दलहरू पनि राष्ट्र निर्माणको बेला आएको छ, एकताबद्ध भएर हातेमालो गर्दै अगाडि बढ्नुपर्छ। हामी सबै नेपालीको एकचोटि देश हाँसेको, देश सफल भएको हेर्न चाहने जुन चाहना छ, त्यो चाहना पूरा होस्, यही शुभकामनाका साथ यो भिडियो अन्त्य गर्छु। तपाईलाई भिडियो राम्रो लाग्यो भने सब्स्क्राइब गर्नुहोला र थप साथ दिनको लागि लाइक, शेयर, कमेन्ट गर्नुहोला। धन्यवाद।